हेलो साथीहरू, दर्शन नमस्ते। हजुरहरू के गर्दै हुनुहुन्छ? हेर्नुहोस् न साथीहरू, मेरो बाबुले खाना खान मान्दैन। तपाईहरुको छोराहरू पनि त्यस्तो छ कि मेरो बाबु मात्र त्यस्तो हो? कमेन्ट गर्नु ल। मेरो छोरा चाहिँ फिटिक्कै खाना खान मान्दैन। खाऊ न, खाऊ छोरी प्लिज खाऊ। हेर्नु साथीहरू, एकदम खाना खान भनेपछि मरि काटे नमान्ने। के गर्ने होला साथीहरू भन्नु न। अनि मम्मीले मलाई पिज्जा कति धेरै पिज्जा अनि फोन हेर्न पनि दिदैन मलाई। सुन्नु भयो नि साथीहरू, माम नखाएपछि त पिट्नु परिहाल्यो नि हैन। माम चाहिँ फिटिकै नखानी, ठुलोले खाइसक्यो, सानो माम खान फिटिकै छैन। ल यति खाऊ अनि फोन दिन्छु। ल यति खाऊ अनि। ल देख्नु भयो नि, हजुरले देख्नु भयो नि, फोन दिन्छु भनेपछि ऊ खाना खान रेडी। नत्र त खानै नखाने। फोन धेरै हेर्यो के भने गर्ने होला आँखा नि साथीहरू? फर्किन्छ। प्लिज कमेन्ट गरिदिनु न, खाना नखाने मान्छेलाई के गर्नुपर्छ?